धन्न यस्तो खेलौनाहरू छ र यिनीहरूले तोरीको फुल देखेको छैन। नत्र त मैले तोरीको फुल देखाइदिन्थेँ नि यिनीहरूलाई। कम्तीको छ यिनीहरू, एउटा हातमा खेलौना हुन्छ, अर्को हातमा मोबाइल हुन्छ। तर पनि ठिकै छ, अब तिमीहरूको पनि इच्छै हो भनेर म रुँदिनँ के, खेलौना हेरे जस्तो गरिदिन्छु। तर मलाई रिस त उठिरहेको हुन्छ भित्रभित्र होइन। तर यिनीहरूको चियाचुरुट खाने, लिपस्टिक पाउडर किन्ने 200-400 रुपियाँ लगानी यो खेलौनामा गएको छ नि त। अनि फेरि यो लगानी खेर गयो भने त यिनीहरू डिप्रेसनमा जान्छन्। त्यही भएर म केही बोल्दिनँ क्या, चुपो लागेर बस्छु होइन। होइन उहिलेको बाबुबाजेले जस्तो 5-7 वटा केटाकेटी हुर्काउनु परेको भए चाहिँ के गर्थ्यो होला है यिनीहरूले। अहिले हामी एउटा हुँदा त यति साह्रो झर्को फर्को गर्छन्। अहिले त जन्माइदिए मात्र हुने के, हुर्काउन बढाउन खेलाउन अनेक थरीको भुल्याउने सामानहरू पाउँछ बजारमा, कति सजिलो यिनीहरूलाई त। कति लक्की यिनीहरू त है। त्यही पनि अझै चित्त बुझाउँदैनन्। अब खेलौना चाहिँ किन्न लोभ गर्ने होइन नि, त्यहाँ फेरि हामीलाई नबोक्ने पनि अनि खेलौनाहरू पनि नकिनिदिने, अनि तिमीहरूकै मात्र जितले हुन्छ कि क्या हो त नत्र तोरीको फुल देख्छौ है, तोरीको फुल हेर्न मन छ कि छैन त्यो चाहिँ भन्ने पहिला।